नमस्ते, गुड मर्निङ एभ्रिवान। हजुरहरू सबैजनालाई मेरो भ्लगमा स्वागत छ। हजुरहरू सन्चै हुनुहुन्छ होला? म पनि एकदम सन्चै आरामै छु। साथीहरू, हामी चाहिँ आज डाँडा मन्दिर जान लागेको, बुढाबुढी मात्रै। हामी चाहिँ अरू बाँकी कुरा चाहिँ यहीँ गएर भेटौँ न। बाई। भाइ चाहिँ आज हामी यहाँ जानको तर्फरमा छौँ साथीहरू। टिकट काट्न जानुभएको छ। ल है त, हामी चाहिँ यहाँ केबल कार चढ्ने ठाउँमा आएको छ। पहिलोचोटि यहाँ केबल कार चढ्न आएको छु। ल है त, हामी चाहिँ अब एकछिनपछि, मान्छे त खासै भिड छैन, अब 2-4जना 4-5जनाले टिकट काट्दै माथि केबल कारमा चढेर जानु भइरहेको छ। सबैजना मान्छेहरू, खासै मान्छे चाहिँ छैन। ल है त, केबल कार राम्रो रहेछ। केबल कारमा जाने ठाउँ, यहाँ घर चाहिँ राम्रो बनाउनु भएको रहेछ है। ल हजुरहरूलाई म देखाउँछु केबल कार जाने ठाउँ है। ल हामी चाहिँ अब केबल कार चढेर जान्छौँ। ल केबल कारको ठाउँ चाहिँ यस्तो रहेछ है। केबल कार कति रे टिकटको? 675 एकजनाको। एकजनाको मनकामना जस्तै रहेछ। सोमबार 2:30 अरे त्यो 3 बजेपछि दिउँसोको त्यस्तो। र सोमबार आउनुभयो भने चाहिँ 3 बजे पछाडि चाहिँ 250मा हजुरहरू टिकट काट्न सक्नुहुन्छ। अरू बार चाहिँ 675 रे केबल कारको। हामी यहाँ पहिलोचोटि चढ्नको लागि चाहिँ केबल कारमा आएको, तर टिकट चाहिँ मनकामनाको जस्तै महँगो रहेछ। ल है साथीहरू, अब चाहिँ हामी मन्दिर जान्छौँ। कताबाट जाने हो मन्दिर? कताबाट जाने केबल कार? ए लिएर आउनु न, त्यो बिर्सिरहेको। यस्तै छ कि बिर्सिने है। बिर्सिने बानी चाहिँ यस्तै छ मेरो। ल यो सामान चाहिँ कताबाट जाने अरे केबल कार चढ्न? हिँड्नु नि हिँड्नु। ल यताबाट हामी चाहिँ अब केबल कार चढ्नलाई यता जान्छौँ। ल यता रे है केबल कार। यस्तो छ। हामी चाहिँ 2जना आएको छौँ, बुढाबुढी। राम्रो छ त्यो। यहाँ गैँडाको पनि फोटो छ। कता हो देखिन क्या केबल कारको? अब केबल कार जाने कताबाट हो? भित्रबाट हो? ए हामी चाहिँ अब केबल कार चढ्छौँ। केबल कार चढिसक्यौँ है। अब चाहिँ हामी कति मिनट लाग्छ त्यो चाहिँ थाहा छैन है। माथि मन्दिरमा पुग्नलाई हामी चाहिँ अहिले केबल कार चढेर, हामी चाहिँ केबल कार अब हिँड्ने रफ्तारमा छ। यहाँ पनि सानो मन्दिर रहेछ। त्यो डराउँछ भनेर स्लोमा चला रहेछ कि सजिलो भयो नि है त्यो केबल कार बनाइदिने मान्छेहरू के। त्यत्रो उकालो उकालिँदा त ठाडै हो नि। यहाँ चाहिँ कस्तो ठाडै रहेछ कि साथीहरू। ल हेर्नु न, यो लास्टको डाँडा चाहिँ ठाडो रहेछ है। त्योभन्दा सुरुमा चढ्दाखेरि आएको चाहिँ स्लो रहेछ। त्यो पनि कानै डुम्म भयो त। यहाँनिर त ठाडै रहेछ त उकालो बुढो। ठाडो छ त नि है। अब डरै लाग्यो यहाँनिर त। यहाँमा यो त मनकाउनु जस्तै लाग्यो यहाँनिर आउँदा त। हेट होइन, मनकाउनु हुँदैन, ठाडो लाग्यो यो उकालो त मलाई त। आमा होइन, मनकाउने यस्तै हो। डर पो लाग्यो मलाई त। त्यो चाहिँ अलि छिटो कुदा थियो, यो चाहिँ स्लोमा के। स्लोमा भनेपछि मान्छेले हेर्न पाइयो नि त। आमा म त डर लाग्यो साँच्चै हो कि। कति ठाडो उकालो त नि। यो केबल कार खुलेको नि धेरै वर्ष भएन नि। 2 वर्ष हो। ल 2टा डाँडा काट्यो है साथीहरू। 2टा डाँडा भयो है। 2टा स्टेसन काटियो। अब त आइहाल्यो नि। आयो अब नि डरै लाग्यो मलाई त। हो त्यस्तो त्यो के यता हेर्न न सही हो। एयरपोर्ट जाने पनि त्यसरी त हो नि। कस्तो एयरपोर्ट जाने? त्यसरी घुमेर क्या, त्यो टिकट उस गरेर अनि त्यसरी यसरी पस्ने पानी। ट्रेनमा चढ्दा नि यस्तै हो। ट्रेनमा नि त्यस्तै काउन्टर हुन्छ क्या। अहिले त अलिक उकालो भएन कि? त्यो अझै उकालो, अलिक कम उकालो उकालो हो नि, ठाडो छ नि। डरको लाग्यो साथीहरू, कति ठाडो उकालो हो। हामी चाहिँ पहिलोचोटि हो मन्दिरमा। होइन, आउन त पहिला धेरै 2-3-4 वर्ष केबल कार। यो केबल कार चाहिँ पहिलोचोटि चढ्यो हो कि? कालिकाको केबल कार चाहिँ पहिलोचोटि। तर डर चाहिँ लाग्दो रहेछ अलिक। मलाई कस्तो ठाडै लाग्यो कि यो उकालो त हो। अहिले आउँदा झन् डर लाग्छ।
झिरिङ्ग हुन्छ नि त उति देउबाटहरू उति के यो पानीले गर्दा कि सिसाहरू कस्तो त्यो थोपो थोपो देखियो कि भिडियोमा नि उयो हेर्नु नि त पछाडि ब्याकग्राउन्डमा कस्तो दामी देखियो घरहरू अहिले म होइन आउँदा खिच्छु केबल कार आउँला अब आउँला हो त्यो केबल कारको खिच्नु नभस्तो भएको मेरो त हाइट भएर होला होइन हामी पनि उकालो ठाडै दिन्छ हाइट ठाडै उकालो धेरै केबल कारको स्टेसन आइपुग्यो भिडियोहरू भित्र आउन भित्र आइपुग्यो आइपुग्यो केबल कारको लागि हामी त यहाँ झरेछौँ झर्ने ठाउँ आइपुग्यो है साथीहरू हामी आइपुग्यो केबल कार झरेर ल है त हामी चाहिँ यहीँ चढेर आउनु पर्यो अहिले फेरि यहाँ आएर चढ्ने कि सिङ्गलको चाहिँ नमिल्दो रहेछ काट्नुलाई मिल्छ सिङ्गलको नि मिल्छ अरे यता मात्रै आउनुलाई मिल्यो अनि जाँदा चाहिँ झरेर क्या उताबाट ल हामी चाहिँ अब यहाँबाट कति छ हिँड्नलाई धेरै त छैन होला है साथीहरू हामी चाहिँ केबल कारबाट झरेर पनि हामी यहाँ सिँढीमा हिँड्दैछौँ मन्दिर चाहिँ ल मन्दिरहरू आइपुग्यो अलिकति हिँड्नुपर्छ होला है मनकामना होइन छ हामीले लिएर छौँ घरबाटै ल हामी चाहिँ उकालो सिँढी उक्लिँदैछौँ ल यहाँ दोकानहरू पनि छन् होइन दिदी घरबाट ल्याइसकेका छौँ हामीले सबै घरमै बन्दोबस्त गरेर आएको छौँ हामी चाहिँ ल यस्तो छ अलिकति चाहिँ थोरै चाहिँ हिँड्नु पर्दो रहेछ अब केबल कार झरेर कति छ त्यो त थाहा छैन होइन पहिलोचोटि केबल कार चढेर अनि झरेर अब त्यो मन्दिरसम्म पुग्नको लागि चाहिँ कति छ भन्नको लागि चाहिँ अब हामी गएर मात्रै थाहा हुन्छ मन्दिरको उसमा पुगेपछि मन्दिरतिर मात्रै पुगेपछि आयो अलिअलि चाहिँ हिँडिरहेछौँ आयो कुटे गल्यो स्यास्या भयो बुढो चाहिँ यहाँ हिँड्दैछन् आफ्नै रफ्तारमा ल यता चाहिँ जाने यताबाट चाहिँ आउने स्यास्या भयो होइन मन्दिर चाहिँ हिँड्नै पर्दो रहेछ जस्तो लाग्यो हो आयो आयो ल फाइनली साथीहरू हामी चाहिँ यहाँ मन्दिरको गेटमा आइपुग्यौँ ल अब चाहिँ हामी भित्र गेटबाट भित्र मन्दिरभित्र प्रवेश गर्दैछौँ बाँदर ल बाँदरले मन्दिरको ढोकानिर आइपुग्यौँ ल अब चाहिँ हामी के छिन्नु चाहिँ मन्दिर आइपुग्यो साथीहरू ल यहाँ बुढो चाहिँ भर्खरै हिँडेर माथि माथि आइपुग्न लाग्नु भएको छ बाँदर यहाँ चाहिँ अब चाहिँ मेरो बुढा चाहिँ यहाँ सामान बनाउन लगाएको छु मेरो बुढालाई चाहिँ मैले कतिको जानेको छ पहिलोचोटि के हो र पहिलोचोटि होला बुढाले यहाँ बनाउनु थालेको त्यही पनि पूजाको सामग्री हो त्यसरी कता बाल्ने थाहा होला नि फेरि रातो चाहिँ बाल्नेतिर एकैटामा हाल्नु न त्यो दुईजना एकैको मिलाएर हाल्नु न त्यही राख्नु त्यहाँ यति पसिहाल्नु अलिक पऱ्यो आफैले एउटा छोरा मान्छेले के जान्ने बनाउनु भनेको कि होइन उयो मिलाउनु पर्दैन
मान्छेहरू छ अगाडि पछाडि भइरहेको त निम्न ल हिँड्नु त ल हिँड्नु बोकेर ल गणेशको मन्दिर यही राम्रोसँग पूजा गर्नु गणेशको पूजा गर्नु पर्यो मिठाई पनि माथिले मिठाई चढाइयो गर्नु त पहिला सुरुमा चाहिँ हामी यहाँ गणेशलाई पूजा गर्छौँ त्यसपछि बल्ल अरूलाई पूजा गर्नु जान्छौँ सुरुमा चाहिँ गणेशलाई पूजा गर्नुपर्छ होइन त गुरुजी गणेशलाई पूजा गरेपछि बल्ल अरू पूजा गर्नु भयो भयो अब चाहिँ अर्को पूजा गरेर आएपछि अनि लास्टमा यहाँ आउने होइन ल ल लगाइदिनु नि त उता फोर्ने कि नरिवल चाहिँ अनि बल्ल सुरुमा गणेशलाई पूजा गर्ने कि त्यहाँ उता जाने नि त भित्र ढोका खुल्ला त छैन है भित्र छ खुल्लै ए ल ल ल टिका लगाइदिनु मलाई तपाईँ टिका लगाइदिनु न पूजा गरेपछि ल अक्षता त लगायो बाबाले टपर गएको टपर पछि नगएको टपर टपराले लगाइदिए चामल पनि लगाइदिए ल लगाइदिनु टिका के हुन्छ त्यही त्यो रातो लगाइदिनु न भइहाल्यो नि सिरा बस्छ न बहिनी सिरा बस्छ न टिका लगाइदिनु अब ढोक्न मिलेन हात ल्याउनु मैले पनि बुढालाई लगाइदिन्छु गर्दैन मलाई पैसा केही राख्दैन बाँदरले सब छुट्याएर दाउ हेरेर बस्छ नि घप्पै आएर लाँदो रहेछ कि जातिहरू बाँदरले चाहिँ ल यो हाम्रो नरिवल र अनि त्यो मिठाईहरू चाहिँ राख्नु त प्लास्टिकमा हालेर यहीँ तलैबाट चाहिँ यसरी सेभ गरेर लानु पर्ने रहेछ बस्छ भनेको त पानी पो रहेछ चिसो हामी चाहिँ यहीँबाट अब सामानहरू चाहिँ प्याकिङ गर्छौँ त्यहाँ बुढाले प्याकिङ गरिदिनुहुन्छ गरेन भने त फेरि बाँदरले राख्नै दिन्न बाँदरले राख्दैन नि त यति सामान प्याक गरेन भने त साथीहरू सबै सामान त झ्याप्पै झ्याप्पै आएर दाउ हेरेर बस्छ अनि ल्याम्मै लैदिन्छ बाँदरले र हामी चाहिँ त्यो सेभ गर्दैछौँ हाम्रो नरिवल मिठाई सबै गरेर लानको लागि प्रसाद नत्र भने फेरि बाँदरै घरमै झ्याप्पै आएर लैदिन्छ फेरि बाँदरले यस्तो हुन्छ त बाँदर जतासुकै के विधि भएको बाँदर पनि आमा जुनै पनि मन्दिरमा जङ्गलहरूमा बाँदर छ कि बाँदरले चाहिँ केही राख्दैन हो हाम्रो डाँडा के अरे मन्दिरको यो दृश्य चाहिँ म हजुरहरूलाई यसरी राउन्ड गरेर देखाउँदैछु है तर राम्रो छ पहिलाको भन्दा धेरै राम्रो छ अहिले पनि तर मान्छेहरू चाहिँ खासै भिड नहुनुहुन्छ हामी चाहिँ अब जुत्ता लाउँछौँ बाँदरहरू त साथीहरू बाँदरले हेरेर बसेछ तर अब बाँदर मैले दिनु ल बाँदर के विधि बाँदरै बाँदर त यो हो खानेकुरा लिएर आएर यहाँ राख्न चाहिँ आफ्नो साथमा बोकेर चाहिँ हिँड्न पाइँदैन है साथीहरू बाँदरले त टक्क पक्का लैजान्छ खोसेर पक्कै बाँदरले मलाई ल्याइदिन्छु त मैले लाउँछु ल जुत्ता फेरि पनि म आउँदैन यहीँ आउँछु नि सबै रातै भयो हात पनि धुनु पाएन झोला त भित्र हालेँ हौ अब झोलालाई फेरि मेरो ब्याग लैदियो भने त आउँछ नि है ब्यागको सामान त पऱ्यो नि त फेरि ब्यागै लैदियो भने त छैन खानेकुरा छ नि त भित्र प्रसादहरू शीतल छ यहाँ माथि लङ्गुर रहेछ कि खानेकुराहरू बाँदर त रातो हुन्छ नि अनि के हो र यो बाँदर होइन र लङ्गुर भनेको के हो र बाँदर भन्दा नि ठुलो हुन त है यो त ठुलो छ हौ तर सेतो छ कि यो त फेरि कलर है हेर कालोमा सेतो परेको होइन बाँदर त खैरो हुन्छ नि त यो लङ्गुर हो बाँदर चाहिँ अर्को त्यो रामनगरतिर थियो नि
त्यो चाहिँ रातो बाँदर है, यो चाहिँ लङ्गुर बाँदर। बाँदर त बाँदरै हो नि, नाम मात्रै फरक। ढिँडो बाँदर भन्छ कि यसलाई, ढिँडो बाँदर त कालो पो हो त। लङ्गुर त्यही प्रजातिको हो कि, खाना पाएर सानो भएको। यो चाहिँ यहाँ चामल चोरेर लान्छ, अक्षता नि चोरेर लान्छ। उनीहरूको पेट पाल्ने नि त्यही त चोरेर खाएर त होला नि, होइन त? वनको कन्दमूल त्यसले खान्छ। अनि यहाँ वरिपरि त यही ठगेर खान्छ, बानी परेको हुन्छ। हामी चाहिँ यहाँ सिडी झर्दैछौँ है। हेर यसरी कभर गर्नुपर्छ कि, यो लट्ठीले नर्छ, पक्क हान्नुपर्छ टाउकोमा। बादलले कोपर हेर्दा घाउ बनाउँछ नि। फेरि सुरबाट चाहिँ 5 मिनट जति हिँडेपछि चाहिँ ठ्याक्कै मन्दिर आइपुग्दो रहेछ। त्यस्तो धेरै उकालो चाहिँ हिँड्नु पर्दैन, अलि हल्का हल्का उकालो चाहिँ छ, अलिअलि थोरै 5 मिनट जति चाहिँ अलि आउँदाखेरि चाहिँ अलिक स्यास्या हुन्छ। बुढालाई रुगा लाएर चौपट्टै खाने आज 2-3 दिन भयो। दबाई खान पनि त्यति सन्चो भएको छैन। बिस्तारै होला नि त निको, उसको औषधिको डोज नपुग्यो त्यसपछि सन्चो हुन्छ। अहिले चाहिँ एकदमै केबल कारको सुविधा भएको कारणले चाहिँ हामीलाई चाहिँ एकदमै सजिलो भएको छ। नहाने केबल कारमा हिँडेपछि चाहिँ सारा एकैछिनमा मन्दिर आइपुग्छ। पहिला त यस्तो उकालो स्यासे गर्दै आउनु पर्थ्यो नि त, अहिले चाहिँ त्यो चाहिँ छैन। मेरो यो भिरो त घाँट पटायो, ल मेरो ब्याग भिरो नि केही हुन्न, घाँट पटायो। त्यो के हालेको भएर गरौँ भयो, घाँटै पटायो। भिरो त कस्तो देख्दो छ, छोरा मान्छे पनि हाम्रो ब्याग ल। फेरि यहाँ घाँट पटाएर बुढालाई भिर्न दिएँ ब्याग पनि, म चाहिँ यहाँ रित्तै। राम्रो छ ठाउँ चाहिँ, अहिले चाहिँ हरियाली भएको छ पुरै। 5 मिनट हिँडेपछि चाहिँ यस आइपुग्यो केबल कारको घर चाहिँ। केबल कार चढ्नलाई जान्छौँ है। अब चाहिँ साथीहरू पर्दैन हौ, लाउनु आउनु पर्दैन क्या, आउनु न। कति हिँडेर जाँदो रहेछ नि त हो, ऊ हिँडेर गयो उताबाट हिँडेर गयो मान्छेहरू त खुट्टा सिङ्गल कार छ पाउँदैन, पाउँछ अनि यत्रो हिँड्नुपर्छ नि त। ओह्रालो हो नि त, सजिलो हुन्छ नि त जाँदा त। कस्तो मान्छे होला, 1 घन्टा लाग्छ। लाग्दैन 1 घन्टा, 15-20 मिनट तल पुग्छ। के थाहा, त्यहाँ सबैले त्यसै गर्दा रहेछ। सिङ्गल कार जाने, ऊ सबै सिङ्गल गएको त मान्छे नि। ल मनकामना केबल ल जानु त जानु। 11को 675 यस्तो छ केबल कार जाने ठाउँ। अब हामी चाहिँ पूजा गरेर आएर चाहिँ हामी यसरी केबल कार चढ्न लागेको। यस्तो राम्रो छ कि केबल कारको ठाउँ चाहिँ, यस्तो भव्य बनाएको छ है साथीहरू। केबल कार चढ्नको लागि चाहिँ यस्तो राम्रो ठाउँ है। हाम्रो चितवनको मनमुटुमा रहेको केबल कार चढ्नको लागि चाहिँ हजुरहरूलाई यहाँ स्वागत छ। ल आउनु होला सबैजना केबल कार चढेर कालिका मन्दिरको दर्शन गर्नको लागि। यस्तो राम्रो छ ल, हेर्नु कति तले बिल्डिङ हो, यस्तो बित्तिको ठुलो छ त। ल है साथीहरू, हजुरहरूलाई देखाइदियो केबल कार चढ्ने ठाउँको दृश्य। ल राम्रो चाहिँ पूजा गरेर आएर चाहिँ अब फेरि केबल कार चढ्नको लागि। अब हाम्रो यहाँ केबल कार आएको छैन, वेटिङमा छ। केबल कार आउँदैछ, उताबाट आउँदैछ। हामी चाहिँ यहाँ छ, आउँछ होला नि, धेरै बेर त रोक्नु पर्दैन। पङ्खा एकदम आवाज आयो, डिस्टर्ब घर करायो पङ्खाले। हामी चाहिँ यहाँ केबल कारको डिब्बामा बस्छ लागि वेटिङमा बसेको छ। देख्दो रहेछ हाम्रो नारायणी, यस्तो देख्दो रहेछ मजाले। मैले जुम गरेको छु तर कतिको जुम भएको छ त्यो चाहिँ थाहा छैन। तर मैले चाहिँ यहाँबाट माथि एकदम गैँडाकोटको खिच्ने प्रयास गरिरहेको छु। गैँडाकोटको दृश्य ल यस्तो मजाको छ कि आहा, यति राम्रो देख्दो रहेछ कि। ल एउटा डाँडा काटियो, हामी झर्दाखेरि चाहिँ घट्याक्क भयो है। एउटा डाँडा काटियो, त ल कतिको देख्नु भएको छ। हजुरहरूलाई म चाहिँ यहाँ भिडियोमा देखाउने कोसिस गरिरहेको छु गैँडाकोटको दृश्य। सलल्लै नारायणी बगिरहेको छ। ल हामी चाहिँ तल आयो, अलि चाहिँ क्यामेराले अलिकति अब
कस्तो देखाउँछ माथिबाट देखाउन चाहिँ देखाएको छु तल तल डाउन डाउन हुँदै आइरहेको छ चुर्खो पक्नु है यसरी केबल कार यसरी यहाँ तलबाट यसरी आइरहेको छ केबल कारको डेब्बा चाहिँ अब हामी बाहिर निस्किँदैछौँ 10 बज्यो हामी आउन त ढिलै आएको तर हाम्रो घरमा चाहिँ भएको कारणले खै चढेको त कसले याद गरेर केबल कार झरेर हामी यहाँ ओह्रालो झर्दैछौँ केबल कारको त्यो घरबाट हामी चाहिँ यहाँ बाहिर यसरी आउँदैछौँ बुढाले चाहिँ रुगाले चौपट्टै पारेको अवस्था यसरी राउन्ड गर्नु पर्दो रहेछ घुम्नको लागि पनि राम्रो छ पहिलोचोटि आए पनि जोस् राम्रो लाग्यो आफ्नै गाउँठाउँको नजिकै भरिया बुढा ल भरिया त अनि भरिया त अनि मेरो भरिया हाम्रो केबल कार ल ल बुढा जानुहोस् हजुर उता स्कुटर भएकोतिर म पनि जान्छु अब फाइनली साथीहरू हामी घर आइपुग्यो मन्दिर पूजा गरेर है त आज म चाहिँ यहाँ माथि उक्लिँदैछु पूजा गरेर आएर घरबाट मन्दिरबाट पूजा गरेर आएर यहाँ माथि उक्लिँदैछु साथीहरू है पछि आयो गर्नु पनि भयो तर छिटै भयो पूजा गर्न पनि खासै भिड थिएन साथीहरू ल म चाहिँ यहाँभित्र पसेँ बत्ती बाल्नु न अगाडि भयो ल चाहिँ बत्ती बाल्नु त अगाडि भयो फाइनली साथीहरू हामी घर आइपुग्यो मन्दिर पूजा गरेर कालिका मन्दिर दर्शन गरियो बिहानमा गयो रमाइलो भयो मन्दिर दर्शन गर्न पाउँदा ल बाई साथीहरू आजको भिडियो म यहीँ गर्छु साथीहरू बाई